हाई एभ्रिवान नमस्ते। आजको मेरो मिनी ब्लगमा हजुरहरूलाई धेरै स्वागत छ। आज मैले भेन्डीको तरकारीको रेसिपी शेयर गर्दैछु। यो त जसलाई नि पकाउन आउँछ है, तपाईँ हामी सबैजनालाई। तर पनि मैले पकाउने स्टाइलले तपाईहरुलाई शेयर गर्दैछु। मलाई चाहिँ यसरी पकाएको एकदमै मन पर्छ। अब लागौं है पकाउनतिर। सुरुमा मैले यति भेन्डी लिएकी छु, मजासँग धोएर सफा गरेर ल्याएको। मैले चाहिँ यसरी लाम्चो आकारमा कट गरे। मलाई चाहिँ यसरी काटेको मन पर्छ। अनि मैले त चाहिँ दाल पनि पकाइराखेकी छु है। यता चाहिँ मैले लसुन मेथीहरु सबै अरु जिराहरु पकाएर हालिसके। त्यो हाल्नलाको पार्ट चाहिँ मैले खिच्नु पाएन छु क्या भोलि। अनि मैले यसलाई पर पारेको छु मजासँग। मैले चाहिँ प्राय तरकारी यो कालो कराईमा नै पकाउँछु। मलाई चाहिँ यसमा पकाएको एकदमै मन पर्छ। यसमा पकाएँ अनि अर्को भाँडोमा खनाउँछु। मैले यसमा लामो समय राख्यो भने चाहिँ एकदमै कालो हुन्छ। त्यो भएर यस्तो मजासँग मैले यसलाई पर पारेर भुट्छु। यसमा एकदम सँगैले पानी छोडेर तेल छोड्दै छ के यसले है। मैले बेलामा मसला पनि हालेँ, जीरा धनिया पिनेर राखेको मसला। यो मसला पनि मैले हालेर एकदम मजासँग चलाउँछु। मसला चाहिँ एकदमै पाक्नु पर्छ क्या। मसला पाकेन भने चाहिँ मिठो वासना आउँदैन। फाइनल्ली अब चाहिँ मेरो भेन्डीको तरकारी पाकिसक्यो। यतिन्जेलसम्म मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो हजुरहरु सबैजनालाई धेरै धन्यवाद। यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब पनि गरिदिनु नभुल्नुहोस् है। तपाईहरु पनि एकपटक ट्राई गर्नुहोस्। बाइ बाइ।